हेलो सुरुमा त सबैलाई ह्याप्पी न्यू इयर है। म चाहिँ टक्क आज बिहानै उठेर नुहाइधुवाइ गरेर नयाँ कपडा लाएर है टक्क रेडी भएर बजार जानलाई निस्केको हो। बिहान कहाँ जान्ला होला त म यत्रो पैसा बोकेर आँठा बोकेर है। साथमा एटिएम पनि छ। एटिएमबाट कहाँ जान्ला त बिहान बजार गएर अनि एटिएममा गएर कति 5,000 रुपियाँ ताने अनि गोजीमा हालेर यो साउन्ड सुन्दा पनि कस्तो आनन्द आउँछ है। पैसा तान्नु सिधै मोबाइल पसलमा आएर यस्तो सस्तो मस्तो खालको फोन है। सस्तो खालको 8GB RAM 128GB फोन रहेछ। त्यसपछि 1-1.5 घन्टाको यात्रा गरेर लागेँ म दिदीको घरतिर। दिदीको घर पुगियो, खानासाना खायो अनि अब झोलाबाट मम्मीले के पठाइदिनु भएको छ हेर्दैछ। त्यसपछि लास्टमा आएर मोबाइल तान्छ अनि मोबाइल यसरी वाह भनेर हाँस्दैछ होइन। अनि मोबाइल तान्नै सकिरहेको छैन, जबरजस्ती तानिरहेको छ। त्यही नयाँ मोबाइल तान्नु पात्त खोजेको छ, हान्न गर्छ तर के भएको हुँदैन। पछाडि कभरमुखी खसिरहेको हुन्छ। अनि मेरो नयाँ फोन भन्दै देखाउँदैछ मेरो फोन रे। त्यही हो, अब नयाँ मोबाइल पायो, त्यही चलाउन व्यस्त छ। आजलाई यति नै।